राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारतभरमा जाने भन्ने केही सोसल मिडियामा आइसकेपछि अहिले जनताको चासो भएको पनि रवि लामिछानेमाथि छ। तपाईले अब भारतमा गएर मोदीसँग के भन्न चाहनुहुन्छ र संसदमा तपाईले जानुभन्दा पहिला जनतालाई प्रश्न पार्नु होला कि हामी मोदीसँग गएर यो वार्ता गर्छौं र कालापानीको र लिम्बेधुराको बारेमा पनि हामीले मुद्दा उठाउनेछ। तपाईले यसमा के भन्न चाहनुहुन्छ भनेर प्रश्न गर्न चाहन्छौं भनेर तपाईले संसदमा गइसकेपछि प्रश्न पार्दिनु होला। जनताको आशा पनि तपाईमाथि छ र तपाईले के गर्नुहुन्छ सबैले कमेन्ट गरिदिनु होला भन्ने मेरो आग्रह छ। र जनताले अहिले हेरेको चुनेको चाहेको पनि स्वतन्त्र पार्टीलाई चुनेर बहुमत दिइसकेपछि अब तपाईहरूले भारतमा गएर मोदीसँग प्रश्न जवाफ माग्नु होला भन्ने मेरो आग्रह छ र जनताले पनि चाहेको त्यही छ। अब हजुरहरूको के छ प्लिज यसमा कमेन्ट गर्नु होला। भारत जानुभन्दा अगाडि संसदमा गएर पेश गर्नु भन्ने कति हुनुहुन्छ यसलाई कमेन्ट गरिदिनु होला। र मैले पनि मोदीलाई त्यही रवि लामिछानेलाई त्यही भन्न चाहन्छु, तपाईले जानुभन्दा अगाडि संसदमा गएर हामीले यसरी काम गर्छौं, मोदीसँग यो प्रस्ताव राख्छौं भनेर भन्नु होला भन्ने मेरो आग्रह छ।